के हो त भाइले चाहिँ सुन्नुहुन्न त पोइ ल ल भाइ पोइ हुँदा हुँदै नाटक खेलाएर हिँड्ने चाहिँ राम्रो अरे अनि डिभोर्स भनौँ न पोइ छोडेर स्वानी छोडेर बसेको अरे बिहा गर्दा चाहिँ नराम्रो पोइ चोरेको अरे पोइ हुँदा हुँदै त्यस्तो गरेर हिँड्नु चाहिँ गलत है अनि त्यही मिनाले पोइ छोडी त त्यसकै पोइ जुरो त म के गरौँ हौ गाठे घरमा बुढो हुँदाहुँदै घरमा बुढोले लाउन खाना दिँदै बुढोले माया गर्दै बुढोले सपोर्ट गर्दै पनि मातेर अरू केरासँग लाएर हिँड्ने बुढीले जति दुःख जिन्दगीमा कसैले पाउँदैन हो अहिले कस्तो दुःख भएको छ त नि म जति राम्रो भएर कान्छी हुन जानेलाई नै नराम्रो हुन्छ हो हुन्छ नराम्रो कान्छी हुनेलाई नराम्रो भन्छन् त थाहा छ मलाई पोइ मलाई नि चाहिएको छ एउटा त प्रकाश गुडरी तिमीलाई त कुमारले एक दिन छोड्छ होला राख्दैन होला छोडे के भयो त मैले नि अर्को पाउँछु नि के मेरो उमेरका 27-28 वर्षको मान्छे होइन प्रकाशजी के भयो त यस्तो देविकाले चाह्यो भने कुमारले छोड्न सक्दैन नि फेरि छोरी मान्छेलाई फेरि चाह्यो भने त फेरि खतरा हो नि हैन म ला होइन एकैछिन हो त्यो मैले त्यो उतानेको थिएँ कि त्यही भएर केही हुँदैन त्यो जान्छ त्यो उताने थियो कि लुकाएर हुक्का तानेको थिएँ धुवा देखेर हो क्या गइहाल्छ त्यस्तो केही हुँदैन म अडियोमा बसिदिन्छु नि 10 मिनट यस्तो अब जब अब होइन ठिक छ देविकाले अब अन्जानमा गल्ती गर्यो होला नगर्यो होला पहिला जे भयो होइन अब पनि फेरि पनि त्यस्तै दोबारा गल्ती अब गर्यो दोहोऱ्यायो भने चाहिँ अब कुमारजीले गर्न सक्नुहुन्छ तर देविका सोही भयो भने त्यसरी डाइरेक्ट छोड्छ भनेर छोड्न मिल्दैन नि त त्यो हो तपाईले जे भैँसी भन्न भैँसीलाई भैँसी भन्ने चाहिँ मलाई छिद्रिने नाम राखेछ नि त्यसलाई भैँसी भन्न मलाई कुन ठुलो कुरो बताऊ है यस्तो हो कि सुन्नु न मान्छे हो होइन मान्छेबाट अब अन्जानमा पनि गल्ती हुन्छ भइरहेको हुन्छ र यहाँ कमेन्ट कुदाउनेहरूले पनि दुनियाँ काण्ड गरेर बस्नु भएको छ होइन बाहिरी मात्र नआएर हो भित्री रूपमा तपाईँहरूले कस्तो काण्ड गरेर बस्नु भएको हजुरहरूले आफैलाई थाहा छ त्यही भएर अरूको बारेमा पनि धेरै बोल्नु पनि राम्रो होइन है प्रकाश बेबी हजुर चुप बस्नु के अरे औता माथि नै गएकी छौ नि के ठुला कुरा गर्छ नि बेबी भन्ने को हो गाडी मेरो आफ्नो किस्मतको कुरा हो नि त हो किस्मतको कुरा हो क्या मेरो भाग्यको कुरा तैँले के गर्छस् त म हो क्या बेबी अरे सुन्नु न देविकाजी मैले भनेको मान्छे हो मान्छेबाट हेर्नु यो अहिलेसम्म होइन बिना गल्ती गरेको कोही पनि मान्छे छैन कतिले कस्ता काण्डहरू बिगारेर पनि बसिरहन् तर थाहा नपाएर हो कि जुन दिन सत्य बाहिर आउँछ नि त्यही मान्छे झुक्छ क्या त्यही भएर पहिला आफ्नो बारेमा सोचेर बल्ल अरूलाई चाहिँ भन्नुपर्छ कि त्यही भएर कसैलाई केही नभन्नु सबैको आफ्नो लाइफ हो एक दिन मरेर जाने जिन्दगी हो एजित हुन्छ बेजित हुन्छ चोरी डकैती हुन्छ काटाकाट हुन्छ मारामार हुन्छ तिमीले एक दिन गएर रोडमा हिँड्नु पर्छ बहिनी यो कुरा याद गर्ने ए राडीकी छोरी गीता भालु मादरचुत गीताले फेरि के कमेन्ट गरिरहेको यस्तो नगर न नि त मेरो म रोए पनि त राडीको त भालुकोमा थाल थाप्न आउँछु मैले ल भन्न म रोए पनि म रुन्छु नि त जिन्दगी बिग्रिन्छ मेरो बिग्रिन्छ नि त राडी भालुसँग त भालुले सिकाउनु पर्छ मलाई माशाल्लाह म त कसैको सपोर्टमा छैन गाइज है मलाई नराम्रो कमेन्ट नगर म त एकदम रन्डो मान्छे छु नि फेरि मलाई नराम्रो कमेन्ट गर्यो भने त फेरि सिधालाई सिधा रन्डो भनेको फेरि यस्तो खालको रन्डो होइन नि रुन त जन्मेकै दिनै वहाँ गरेर रुँदै आएको हो नि होइन र रुनै पर्छ नि यसको फोटो तान त गाइस यसको यो गीता भन्नेको फोटो तान त पक्न यो राखेर तलमा यस्तो ठोक्छु एउटा फोटो पठा त गाइस यहाँ मलाई प्रकाशले मन पर्यो देविका प्रकाशले मन पर्यो देविके मलाई रे ए ल मन पराउनु पाउँछ यस्तो राम्रो चिजलाई सबैले मन पराउँछ हैन मन पराउन पाइयो किनकि आँखाको गल्ती हो आँखाले देख्यो मन पर्यो सक्यो खलास तर पाउने केही पनि हैन मन पराउन पाइयो अब मलाई बुर्ज खलिफा मन परिरहेछ दुबईमा के बुर्ज खलिफा मलाई त्यो बुर्ज खलिफाको मालिक बन्नु मन छ म सक्छु त सक्दैन नि कताबी अनि मन पर्यो बुर्ज खलिफा तर मालिक बन्न सक्दैन नि मन पराउन पाइयो तिमी त्यस्तो हो किन आइमाईको कुरामा छ्यामा आएको छैन कसैको कुरामा यार म त जिन्दगीमा पहिलोचोटि देविकाको लाइफमा बसेको हो एकछिन यसो रमाइलो भइरहेको थियो र म कसैको सपोर्टमा छैन ल गाइज मजा अब के भन्छ रे
ए घरमा पराल बारीमा बन्छ के छ त नि भिनाजुको फोन आयो कि टिकटक 2-3 चोटि गर्नुभएको रहेछ मैले सुनिन थाहा पाइनँ टिकटक लाइभमा होला होइन अरे ऊ हे भगवान् बाँच्न त मलाई कहाँ दिन्छ र तपाईँ म्युटमा बसेर भिनाजसँग मस्किनु न एकछिन हाम्रो रितिकाजी यार मस्केर आएको हो भने भर्खरै भयो त भिनाजुलाई शान्ति बनाउनु के एकछिन यार तँलाई नराम्रो कामको गीतमा हालिदिन्छु पख न मलाई यस्तो मन लाग्यो चिनी चियापत्ती गीतमा हालिदिन्छु नि हेर्दै जानु कसलाई उयो गीता भन्ने हेर्न को भन्छ भने मलाई ए गीताजी भएकै छोड्नु हो तपाईँ त मेरो पुरानो साथी हो यार अब बोलेको चाहिँ छ साथी पो हो मेरोमा साथी रहेछ अनि ए तिम्रो देखाइदेऊ रे एकचोटि देऊ रे हामी आँखा चिम्मा गरिदिन्छ देखाइदेऊ टाट मेरो त मुसाले खाइदियो अस्ति सुते बेलामा छैन म बाउसँग सुतेर भालु भए भन्दै आइचे हैन गीता भन्ने मैले त केही भनेको छैन त बाहिर ताना त मलाई इनबक्समा हाल त म बाउसँग सुतेर आएको म भालु भएँ भन्दै आएकी छ अनि के बोलेकी त नि मलाई चाहिँ आएर ल म भालु भएँ के गर्छस् त मासला भन्छु मलाई म दाजुभाइ सुतेर आइडी प्राइभेट गरिसक्यो र त तपाईँको उहाँको केही पर्सनली चाहिँ के हुनुपर्छ केही पनि छैन पर्सनली मलाई केही छैन यतिकै आएर भनिरहेको हुन्छ प्राइभेट गरी चाहिँ यसको दम हुनु पर्यो नि बाउसँग सुतेर आएको म भालु हो भनेर आफू चिनिँदै आउँदैछु म त त्यही भन्छु म अब मलाई भालु भन्छ भने तपाईँ पनि भालु नि होस् तपाईँ पनि बाउसँग सुतेर आएर तपाईँ पनि भालु भन्छु अब म त्यही दिन्छु मैले तँलाई उपनाम चाहिँ ल म कसैलाई पनि नराम्रो भन्दिनँ जसले नराम्रो कमेन्ट गर्छ म त्यही रिप्लाई दिने बाल मलाई बाल रिस नछुन ल मलाई म त जस्तो होइन म आमासँग आमा नि मेरो बाबु मसँग सुत्छ मसँग छोरीसँग सुत्छ ओइ यो प्रकाश त केटीसँग रहेछ ओइ साँच्ची केटीको आवाज अनि उसले ठ्याक्क म्युट गरे भाइ ओइ मरे म त हो र मैले सुने हो कि त बोलिरहेको थिइस् होइन के रे अन्त केटी बोल्यो